ल गाइजहरू हामी चाहिँ आज रोशन दाई चाहिँ चालक हुनुहुन्छ। हामी पुरै निङ्ग्रो टिप्ने कार्यक्रममा निङ्ग्रो जाँदैछौँ। निङ्ग्रो हन्टिङमा हामी गइरहेछौँ। निङ्ग्रो हन्टिङ पाउने हो कि होइन, जुकाले कति हान्ने हो थाहा छैन। हेरौँ अब त्यो जुकाले खाए पनि हामी सर पनि भेटे पनि हामी पछि हट्नेवाला छैनौँ। डराउने भन्ने कदापि डर भन्ने कुरो हामीलाई छैन। आज एक बोरा र ती ल्याउने चाहिँ हाम्रो चाहिँ लक्ष्य हो, लक्ष्य छ। अब कति भेटिन्छ होइन, भरे तपाईँहरूलाई त्यसम्म ल्याउने हो। तपाईँहरूलाई हामी भरे कसैलाई अब चाहिँ मनपर्छ, खानलाई चाहिँ चाहिन्छ भने हामीले सम्पर्क गर्नु होला। मुठाको 50 रुपियाँ मात्रै हो। हजुर यस्तै छ हाम्रो चाहिँ। अब मुठाको 50 रुपियाँ, जुगाको टका हेर्दा 100 रुपियाँ लिनु पर्ला जस्तो पनि छ होइन। के गर्ने अब, जागिर र पसलले मात्रै नहुने भयो त हजुर। नहुने, छोराछोरी पाल्न सकिएन, बुढी गाह्रो छ। पाल्न सकिएन। यस्तै छ हजुर। निङ्ग्रो टिपेर भयो नि जीविका त गर्नु पर्यो। गर्नै पर्यो। निङ्ग्रो खोला खाल्सीतिर जानै पर्यो। यो चाहिँ हाम्रो पारी के सेखुवा साकेला गाउँपालिका 1 सेखुवा। हामी अब यहाँ यो साप्सु खोला चाहिँ हामी साप्सु खोला नजिक नजिक पुगिसकेका पुगिसक्यौँ। हाम्रो यहाँ मेरो ड्राइभर चाहिँ रोशन दाई हुनुहुन्छ। म चाहिँ पछाडि बसिरहेको छु। अब त्यस्तै छ हजुर। अब के गर्ने, तपाईँहरू पनि तलतिर सकिएछ। निङ्ग्रो कता पाइन्छ अब भरे कता के हो भरे फेरि हामी भिडियो सेयर गरिहाल्छौँ। गरिहाल्छौँ। त्यो कहाँ थियो त्यो बाटो चाहिँ राम्रै छ हाम्रोतिर। साथी हो, खोला खाली पलायो निङ्ग्रो, पलाएन ममाथि मन तिम्रो। खोला खोल्सी पलायो निगुरो, पलाएन ममाथि म तिम्रो। खोटाङ जिल्ला बागदेल बजार। ल ल ल गाइजहरू हाम्रो चाहिँ यता जानुपर्छ अब हामी। यता पाइन्छ हो, यता उँभो उता खोलातिर होइन। खोलातिर कहाँ पाइन्छ त नि, ए हो र। हुनु परेन उता। ल हाम्रो चाहिँ यता लकडी सकडीहरू पनि यहाँ हाम्रो चाहिँ साथीभाइहरूले भन्नुभएको छ। हाम्रो चाहिँ रोशन दाई चाहिँ ट्याक्क हाम्रो चाहिँ गाडीले राखेर आउँदै हुनुहुन्छ। यस्तै छ गाइजहरू होइन। अब आज त घाम पनि हल्का लागिरहेछ, त्यही भएर यसो हजुर हाम्रो चाहिँ यो खतरा यो भरिभरि बोक्ने कुरो छ। हाम्रो यो निङ्ग्रो भराउने कुरो छ। निङ्ग्रो भेट्यो भन्दामा हामी बाटो पनि बनाएर गयौँ। जेसिबीहरू पनि यस्तै छ। बाटोघाटो अब बर्खा लागेको छ साथीहरू। अब के गर्नु, बनाउनु पनि पर्यो। गाह्रो छ है साथीहरू। यस्तै छ बर्खामा दुखिया जिन्दगी। गाउँ त्यहाँ पर्सीहरू छ काम गर्ने। होस्।